नमस्ते सम्पूर्णमा साथीहरू, तपाईहरू अहिले देखिराख्नु भएको छ एसटी इन्टरटेनमेन्ट लाइभ। साथीहरू, यो दृश्य चाहिँ धेरै मनमोहक दृश्य छ। साथीहरू, तपाईहरू देखिराख्नु भएको छ, यो आँपको बगैँचामा छु र यो आँपको बगैँचामा केवल आँपको बोट मात्रै नभएर विभिन्न किसिमका बोट बिरुवाहरू यो बगैँचामा छ र दृश्य चाहिँ धेरै मनमोहक छ। साथीहरू, कहिलेकाहीँ गाउँघरतिरहरूको पनि होइन वातावरणको चाहिँ के भन्छ अवलोकन गर्नु जरुरी हुन्छ साथीहरू, किनभने हामी सहर बजारमा प्रायः जसो बसिराखेका हुन्छौँ र सहर बजारमा कतिको चाहिँ पल्युसन हुन्छ, कतिको चाहिँ होइन त्यहाँ चाहिँ फोहोर मैलाहरू जताभावी होइन फालिएको अवस्था हुन्छ, जसले गर्दाखेरि वातावरण दूषित भएको हुन्छ र यो चाहिँ गाउँको दृश्य म तपाईँहरू देखाइरहेको छु अहिले। र गहुँको सिजन छ साथीहरू, गहुँको दानाहरू पनि पाकिसकेको अवस्था छ र म तपाईँहरूलाई देखाउन गइरहेको छु। गहुँ पाकिसकेको अवस्था छ र किसानहरू चाहिँ अहिले गहुँलाई काट्ने क्रममा लागिसकेका छन्। साथीहरू, हेर्नु त कति राम्रो दृश्य छ, हावा पनि कति मिठो चलिरहेको छ। कहिलेकाहीँ यसो गाउँघरतिर आउँदाखेरि मलाई धेरै आनन्दित लाग्छ, किनभने जहिले हामी चाहिँ सहर बजारमा बस्ने गर्छौँ र सहर बजारमा बस्दाखेरि एउटा कैदीको होइन जिन्दगी जस्तो फिल हुन्छ हामीहरूलाई र गाउँघरतिर आइसकेपछि अलिकति स्वतन्त्रता र स्वच्छता हामी प्राप्त गर्ने गर्छौँ। साथीहरू, यदि भिडियो मन परेको छ भने भिडियोलाई लाइक र च्यानललाई फलो गर्न नबिर्सनु होला।